एउटा मौसमी फूल जसले सिङ्गो पूर्वबाट तानेको छ हो आज हामी झापाको बुद्ध शान्ति 4 मा रहेको बर्मेमा रहेको मौसमी फूल अर्थात् भाइरस शिरीषको फूलमा तपाईहरुलाई लिएर गइरहेका छौं। कृपया भिडियो पुरा हेर्नुहोला। जब बर्मेमा शिरीषको फूल फुल्छ तब मान्छेहरुको भिड अत्याधिक बढ्ने गर्छ, किनकि यस क्षेत्रमा यति मनमोहक फूल फुल्छ नि सायद सबैको मन लोभ्याउँछ। त्यसैले यहाँ टिकटकमा भाइरल हुने र सामाजिक सञ्जालमा भाइरल हुने लोभले धेरै आन्तरिक पर्यटकहरू आउने गर्छन्। यो झापाको बुधबारे बजारबाट करिब 2.5 किलोमिटरको उत्तरमा गइसकेपछि पुगिन्छ भाइरल शिरीषको फूल अर्थात् मौसमी फूल भाइरस शिरीषको फूल फुल्ने ठाउँ। यो बुद्ध शान्ति नगरपालिका वार्ड नम्बर 4 बर्मेमा पर्दछ। मेची राजमार्गले बीचमा चिरेको समतल भूभागमा रहेको वरिपरि सुन्दर हरियाली दृश्य, अझ भनौँ पहाडको शीतलता प्रदान गर्ने यो प्रचण्ड गर्मीमा पहाड जोड्ने ठाउँमा पर्दछ भाइरल शिरीषको फूल। इलामको फेदीमा रहेको दुवैतिर हरियाली सुन्दर चिया बगानको बीचमा एकदमै मनमोहक दृश्यले सजिएको छ बर्ने यो ठाउँमा भाइरल शिरीषको फूल रहेको छ। यो ठाउँमा वर्षमा 2 महिना अर्थात् जेठ र असारमा एकदम मनमोहक दृश्यले सजिने गर्छ भाइरल शिरीषको फूल। यो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटनको निकै भिड लाग्ने गर्छ यो क्षेत्रमा। आजको भिडियोमा सामाजिक सञ्जालमा भाइरल भएको बर्नेमा रहेको शिरीषको फूल कस्तो रहेको छ त यो क्षेत्रको सम्पूर्ण विवरण आज हामी यहाँलाई जानकारी गराउँदैछौँ। कृपया भिडियो हेर्नुहोला। वरिपरि बर्ने चिया बगान, बीचमा मेची राजमार्ग चिरेको ठीक पश्चिमपट्टि यो भाइरल दृश्य देख्न सकिन्छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको निकै बाक्लो भिड लाग्ने गर्छ यो सिजनमा। विशेष गरी जेठ र असारमा राताम्य फुल्ने यो फुलमा आन्तरिक तथा बाह्य पर्यटकले मनमोहक दृश्य आफ्नो क्यामेरामा कैद गर्न, लोभलाग्दो दृश्य सामाजिक सञ्जालमा पोस्ट गर्न निकै लालायत भएर आउने गर्छन् आन्तरिक तथा बाह्य पर्यटकहरू। यस क्षेत्रमा झापा, मोरङ, सुनसरी लगायत छिमेकी राष्ट्र भारतबाट समेत आन्तरिक तथा बाह्य पर्यटकहरूको निकै भिड लाग्ने गर्दछ। विशेष गरी बिदाको दिन यस क्षेत्रमा पाइला टेक्नेसम्म ठाउँ रहने छैन। यो ठाउँमा पछिल्लो समय विकास निर्माणका कामहरू तीव्र बढेका छन्। सामाजिक सञ्जालमा भाइरल भएसँगै यस क्षेत्रमा फ्री वाइफाईको व्यवस्थापन गरेको छ वडा कार्यालय बुद्ध शान्ति गाउँपालिका वार्ड नम्बर 4 ले। यो क्षेत्र सामाजिक सञ्जालमा भाइरल भएसँगै यस क्षेत्रमा होटल तथा रेस्टुरेन्ट पर्याप्त मात्रामा खुलेका छन्। बाटो साँघुरो छ, ट्राफिक जाम हुने भएकाले पर्याप्त पार्किङको व्यवस्थापन गरिएको छ भने शौचालय, खानेपानीको समेत व्यवस्थापन गरिएको छ। सडक सञ्जालको सहजता बिर्तामडे करिब 9 किलोमिटर उत्तरमा रहेको यो सुन्दर ठाउँमा निकै धेरै भिड हुने गर्दछ। विशेष गरी शनिबारको दिन यस क्षेत्रमा निकै धेरै भिड हुने गर्दछ। भिड पनि किन होस्, यति सुन्दर छ नि यो ठाउँ। यहाँ आफ्नो तस्बिर र दृश्य कैद गरेर सामाजिक सञ्जालमा पोस्ट गर्न लालायत हुन्छन् युवा युवतीहरू। केही वर्ष अगाडि यस क्षेत्रमा फुलेको राताम्य शिरीषको फूलमा खिचेका तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा भाइरल भएपछि यो क्षेत्र झापाको बुद्ध शान्ति गाउँपालिकाको नयाँ पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाइसकेको छ। यस क्षेत्रको विकासमा यहाँको स्थानीय सरकार पनि एकदम धेरै लागि परेको छ। आगन्तुकको सहजताका लागि यस क्षेत्रमा टाइल्स ओछ्याइएको छ भने पिङ तथा झोलुङ्गाहरू व्यवस्थापन गरिएको छ। सँगसँगै टोयलेट तथा बाथरुमको सहज व्यवस्थापन गरेको छ भने होटल तथा रेस्टुरेन्टहरूले मनग्य रूपमा सेवा दिइरहेका छन्। यस क्षेत्रमा विशेष गरी शनिबार विशेष भिड हुने गर्छ यस क्षेत्रमा। यहाँ बर्नेमा शिरीष मात्रै भाइरल छैन, भाइरल चटपटे पसलहरू पनि छन्। निकै भाइरल छ यहाँको चटपटे चाहिँ। यहाँको चटपटे खायो भने जिब्रो र रस आउँछ भन्छन् होइन। तपाईँहरू कहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ, तपाईँहरूको पनि जिब्रो रस आयो भने कृपया यहाँ बर्नेमा आएर चटपटेको स्वाद लिन पनि सक्नुहुन्छ। बर्नेमा भाइरल शिरीष भएसँगै यहाँका स्थानीय व्यापारीहरूले पनि मनग्य आम्दानी गरिरहेका छन्। यस क्षेत्रमा चटपटेको पसलको नाम पनि भाइरल शिरीषको चटपटे पसल छ। यहाँ देखिरहनु भएको छ होइन। निकै भाइरलै पाइन्छ भन्ने सुनेको छ, चटपटे मिठो पाइन्छ भन्ने सुनिरहेको छ। वरिपरि चिया बगान, बीचमा मेची राजमार्ग चिरेको र राजमार्गको पश्चिमपट्टि रहेको यो सुन्दर पर्यटकीय क्षेत्रको विकासको पनि रोकिएको छैन। विशेष गरी यहाँको स्थानीय पालिकाहरूले यहाँको विकासमा विशेष तीव्रता देखाएको छ। आज हामीसँग बुद्ध शान्ति गाउँपालिका वार्ड नम्बर 4 का वडा अध्यक्ष, यसै क्षेत्रका सामाजिक अगुवा व्यक्तित्व हामीमाझ हुनुहुन्छ। सरलाई हार्दिक स्वागत छ। नमस्कार।
हजुर यो केही वर्ष अगाडिदेखि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ यो सिरिजको बोट होइन। केही वर्ष अगाडिसम्म केही पनि थिएन, यहाँको पहिचानै थिएन। अब यसले चाहिँ नयाँ पर्यटकीय गन्तव्यको रूपमा बुद्ध शान्तिलाई चिनाइरहेको छ। यहाँको विकासमा तपाईँ यस क्षेत्रको वडासी हुनुहुन्छ, अझ विकास गर्न के गरिरहनु भएको छ, के पहल गरिरहनु भएको छ? धन्यवाद छ सर्वप्रथम यहाँलाई। यो विशेष गरेर बुद्ध शान्ति गाउँपालिका अन्तर्गत यो 4 नम्बर वडाको यो भाइरल सिरिज यो चाहिँ के छ भने पहिला पनि यो सिरिज त भुल्ने गर्थ्यो, तर चाहिँ यसलाई चाहिँ अहिले त्यतिखेर चाहिँ यसरी भाइरल भएको थिएन। जब पछाडि आएर चाहिँ यहाँ चाहिँ यसलाई चाहिँ एउटा चाहिँ हामीले यो आइसके पछाडि यसलाई चाहिँ अलिकति व्यवस्थापन गरौँ भन्ने हिसाबले चाहिँ यसलाई अलिकति यो चाहिँ ब्लक उठाउने काम एउटा चाहिँ हामीले हावाघर बनाइसके पछाडि पर्यटनको हिसाबले धेरै मान्छेहरू आउन थालिसकेपछि हामीलाई के लाग्यो भने यो सिरिजले पनि एउटा चाहिँ पर्यटनमा ठुलो सहयोग गर्ने रहेछ भन्ने हिसाबले हामीले खानेपानीदेखि लिएर टोयलेटसम्मको व्यवस्था पनि यहाँ गरेका छौँ र अहिले बिजुलीहरू पनि हामीले बत्तीको व्यवस्था गरेका छौँ र फोटो खिच्नको लागि बुद्ध शान्ति आई लभ बर्ने भन्नेसम्म हामीले बनाएर किसिमका मान्छेहरूलाई पर्यटनहरूलाई यहाँ आएर एकदमै चाहिँ राम्रोसँगले व्यवस्थापनलाई हामी सहयोग गरेका छौँ। जसरी यो क्षेत्र सामाजिक सञ्जालमा एकाएक भाइरल भयो, त्यसै गरी यहाँ आन्तरिक तथा बाह्य पर्यटकको निकै बाक्लो उपस्थिति हुन थाल्यो। यहाँ व्यापारीहरूले पनि आफू खुसी मनलाग्दो गर्न थाल्यो। यहाँका केही भिडियोग्राफरहरूले फोटोग्राफरहरूले यहाँ आउने पर्यटकहरूलाई फोटो खिच्न निषेध गरेर केही रकम असुल उपर गर्न थाले। त्यसबिचमा चर्को विरोध भइसकेपछि गाउँपालिकाले विज्ञप्ति समेत निकाल्नु पर्यो। के भन्नुहुन्छ त यस क्षेत्रका बुद्ध शान्ति गाउँपालिका वार्ड नम्बर 4 का वडा अध्यक्ष, सुन्नु है त। र त्यो सँगसँगै के छ भने यो हाम्रो भाइरल सिरिजमा चाहिँ योभन्दा अलिकति अगाडि चाहिँ के कुरा आयो भने जसले पनि फोटो खिच्दै पैसा लाग्ने, आफूले क्यामेरा लिएर आएर पनि फोटो खिच्न नपाइने भन्ने कुरा उठेको छ। तर त्यो एकदमै सत्य होइन। यहाँ आफ्नो हिसाबले कसैले क्यामेरा लिएर आउँछ, कसैले मोबाइल लिएर आउँछ भने उसले सोचित आफ्नो तरिकाले फोटो खिच्न पाउँछ, घुम्न पाउँछ, उसलाई कुनै पैसा पनि लाग्नेवाला छैन। तर सँगसँगै अब यहाँका चाहिँ फोटोग्राफरहरूसँग चाहिँ उहाँले खिचाउनुहुन्छ भने त आफ्नो कुरा रह्यो, तर एकदमै यहाँ चाहिँ घुम्न डुल्न र फोटो खिच्न आफ्नो तरिकाले यहाँ फ्री रहेको म सम्पूर्णमा जानकारी गराउन चाहन्छु। सिरिजको फुलैको कारणले भाइरल भएको यो ठाउँमा यी रुखहरू पनि करिब 18 देखि 20 वर्ष पुराना भएका छन्। एउटा सिरिजको सरदर आयु 20 देखि 25 वर्ष हुन्छ। यी सिरिजका रुखहरू मर्न थालेपछि यो ठाउँको पहिचान के हुन्छ त? यस सम्बन्धमा गाउँपालिका तथा वडाले के योजना बनाएको छ त? के यो ठाउँलाई भाइरल बनाइरहन तथा आन्तरिक तथा बाहिर पर्यटकको घुइँचो बढाउन के गर्छ त वडाले? यहाँ रहेका यो सिरिजहरू एकदमै बुढा भइसकेका छन्। रुखहरू यो चाहिँ धेरै वर्ष अगाडिका रुखहरू हुन् र यसलाई चाहिँ अब यो ठाउँलाई पनि अन्य सिरिजहरूको अन्य बोट बिरुवाहरू रोपेर चाहिँ यसलाई केही गर्नुपर्छ भन्ने हिसाबले यहाँ रहेका सामाजिक सङ्घ संस्थाहरू जति छन्, युवा चाहिँ क्लबहरूदेखि लिएर हरेक सङ्घ संस्थाहरूले यहाँ चाहिँ हामीले वृक्षारोपण कार्यक्रम गरेका छौँ। यहाँ चाहिँ अहिले हामीले हेर्ने भने सिरिजका रुखहरू धेरै रोपेका छौँ र त्यो सँगसँगै अहिले अझै रोप्ने कार्यक्रम जारी रहेको छ र हामीले पनि यो चाहिँ बुद्ध शान्तिको तर्फबाट गाउँपालिकाको तर्फबाट पनि ठुलो चाहिँ यहाँलाई चाहिँ व्यवस्थापन गर्ने कुरामा लागेका छौँ। केही वर्ष अगाडिदेखि निकै फेमस भएको यो ठाउँमा चाहिँ अहिले बुद्ध शान्तिको नयाँ पर्यटकीय गन्तव्यको रूपमा आफ्नो पहिचान बनाइसकेको छ। बुद्ध शान्ति 4 मा बर्नेमा रहेको यो क्षेत्र चाहिँ केही वर्ष अगाडि जम्मा यी सिरिजका रुखहरू मात्र थिए, तर यहाँको सिरिजका रुखमा फुलेको सुन्दर फुलले चाहिँ यहाँको पर्यावरण सँगसँगै नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकसित हुन पुगेको छ र विशेष गरी टिकटक लगायत सामाजिक सञ्जालमा यहाँका तस्बिर र भिडियो पोस्ट हुन थालिसकेपछि आन्तरिक पर्यटकहरूको निकै ठुलो भिड हुने गरेको छ यो क्षेत्रमा। आजको भिडियोमा हामीले तपाईहरुलाई झापाको बुद्ध शान्ति गाउँपालिका वार्ड नम्बर 4 बर्नेमा रहेको भाइरल सिरिजको रूप अर्थात् बुद्ध शान्ति गाउँपालिकाको नयाँ पर्यटकीय गन्तव्यको रूपमा फैलिरहेको विशेष गरी सामाजिक सञ्जालले चर्चाको शिखरमा पुर्याइरहेको भाइरल गन्तव्यमा पुगाएका छौँ। तपाईलाई हाम्रो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्नुहोला, लाइक र शेयर गर्न नबिर्सिनुहोला। यो भिडियो कस्तो लाग्यो, कहाँबाट हेर्नुहुन्छ कृपया कमेन्ट गर्नुहोला। मन पर्यो भने अवश्य पनि यो क्षेत्रमा आउनुहोला। विशेष गरी तपाईँ इलाम यात्रामा हुनुहुन्छ भने यो चाराली रोड हुँदै मेची राजमार्गको छेउमा पर्दछ भाइरल सिरिजको रूप यो क्षेत्रमा आएर आफ्नो सामाजिक सञ्जालमा भाइरल हुने इच्छा तथा चाहना छ भने
टिकटक तथा रिल्स पाउन नबिर्सनुहोला। पहिला देश घुमौँ अनि मात्र विदेश घुमौँ। CMTV नेपालको हाम्रो प्रयास तपाईँलाई कस्तो लाग्छ? कृपया सकारात्मक सुझाव दिन नबिर्सिनुहोला। हामी हाम्रा देशका डाँडाकाँडा तथा आन्तरिक तथा पर्यटक क्षेत्रमा सम्भावित क्षेत्रहरू प्रस्तुत गर्ने गरेका छौँ। तपाईँको क्षेत्रमा पनि आन्तरिक तथा पर्यटकीय क्षेत्रहरू रहेका छन् र सम्भावित क्षेत्रहरू रहेका छन्। कृपया हामीलाई जानकारी गराउनुहोला। हाम्रो टिम तपाईँको क्षेत्रमा आएर यसरी नै सामूहिक रूपमा आफ्नो देशमा रहेका संस्कृति तथा पर्यावरण तथा पर्यटकीय क्षेत्रलाई चिनाउने प्रयास गरिरहेको छ।